खैली गरायो नाकको आफ्नो आफ्नो स्वाद हुन्छ हामीले त बास्ना आउँछ यो पैसा भन्ने चिज कसले बनायो होला बिरे मेसिनले अनि मेसिन चाहिँ पैसाले झ्यापको बत्ती निभा ऋणको सम्झना आउँछ खत्तम भयो जिन्दगी हरेस नखा रामदेव बाबाको शिलाजित खा थाक्नु भएको जस्तो म डराउ म थाकेको छैन स्कुटर चाहिँ थाकेको भनेर एकछिन रेस्ट दिएको कुन कफी लिनुहुन्छ तपाईँ कफी लिन्न म कफी साम्राज्यवादीहरूको कल्चर हो हुन्छ ओइ चिनिनुहोस् जा अर्को पनि पाउरोटी खा भिडियोको अगाडि हिँडेर भन्छस् साला डनसन कोही चिन्दिनँ म सुक्या नारीको लुकिया बल बत्या टिकले होला ग्यास्ट्रिक फेरि एउटै अनुहार जहाँ पनि जहिले पनि कसरी हेर्नु नहेर्नु मलाई के हुन्छ नि एलर्जी हुन्छ एउटै अनुहार हेरिराख्यो भने साबुन पानीले धुने मेरो काकीलाई त अलिक बिसन्चो पो होला जस्तो भयो हो काका अनि मलाई त यो डाक्टर सम्बन्धी उपचार त त्यति राम्रो आउँदैन त ह्याङ भयो के हो सरकारी हुँदैन त के हो हेरौँ न F5 हानौँ न सरकार भनेपछि F5 के हो यो F5 त के ठाउँको हो यो आत्मा साइली एउटा लड्डु साइली त मलाई छातीमा राख्न मन छ बिरे एकछिन यहाँ राख खत्तम खुब लाब्रेको सन्तान भनेर फुर्ती दिन्थ्यौ त ज्याउन त आफै आफूसँग त अहिले खल्तीमा सुर्तीको धुलो बाहेक केही छैन पछि नहुँदैनस् आउने दसैँमा नुहाउँछु साला पोरी कमसेकम औँसी पूर्णिमा त नहुने कर ज्यान गननसँग तरुण पछि लाग्दैन नि फेरि मायाको बास्ना चल्न थालेपछि ज्यानको गन्ध आफै हराउँछ देखा छैन सलमान खान जस्तो सैफ अली खान जस्तो देखिहाल्छस् के चाहियो सोल्टी के चाहियो रे के दिनु सकिन्छ र राजा हो गैरी गाउँको जे मागे त्यही दिन्छ रेला नगरौँ न भाइ राजा त उता भुटानतिर मात्रै बाँकी छ त तपाईँलाई एउटा कुरा सोधौँ तपाईँ यो हरेक पटक कुरा गर्दाखेरि हात त्यस्तो किन गर्नुहुन्छ तपाईँ नहाँस्नुहोस् है म जापानमा 4 वर्ष बस्दा प्याज काट्ने काम गर्थेँ त्यही भएर हात आफै जान्छ त्यसो गर नि त म माथि गएर थान्छु यसो गर नि त तिमी मलाई पछाडिबाट ठेल नि त चङ जुम न ड्रिङ्क्स गरेर फिलिङ्स कन्ट्रोल गर्ने गाह्रो भइसक्यो क्या मलाई कविता फुलेर कस्तो गाह्रो भइसक्यो सुन मलाई कविता होइन क्या कवि चाहियो फिलिङ्स कन्ट्रोल गर्न गाह्रो भइसक्यो तिमी आफै कन्ट्रोल गर सेल हौ तिमी छवाङ के औषधि खाएको छोरा औषधि होइन भिटामिन भिटामिन किन खाएको तिखो बनाउने के तिखो बनाउने दिमा